गाइस नमस्ते सेवारो ढुक्दिया छ सबैलाई। म चाहिँ अहिले गेजिङमा छु। गेजिङमा विशेष गइरहेको छु। अघि चिया लिएर आएँ, अब चाहिँ म बिस्कुट लिन गइरहेको छु। अहिले कोले के खान्छ म तपाईँलाई बाटोमा बताउने छु। स्टिक नभएको कारणले गर्दा हात पनि छोटो छ। म यहाँ गइरहेको छु। अनि यो ठाउँमा चाहिँ दामी दामी घर बनिरहेको छ। म देखाउने छु ल। मजाको छ। अहिले म तपाईँलाई यहाँदेखि तलको कुरो देखाउने छु। यहाँ चाहिँ हाम्रो सरको घर छ। यहाँ एल्डरबुकको उहाँले मजाले बनाउनु भएको छ। एकदमै ब्लेसेड हुनुहुन्छ। यहाँ बोर्ड देख्दै हुनुहुन्छ, तपाईँले पढिसक्नु भएको छ। म किन पढ्नु होइन। यहाँदेखि ओह्रालो इफिसियस चर्च छ, तपाईँले यही देख्नुहुनेछ। अनि यो ओह्रालो गभर्मेन्ट चाहिँ चर्च, तलको गाउँ, तल्लो रोडहरू भेट्ने छ है। यसो टर्निङ छ, टर्निङबाट यसो घुम्यो भने चाहिँ यसो बहिनीले दोकान खोल्नु भएको छ, राम्रो चल्छ। पछि तपाईँ जोथाङ लेप्चे कहाँबाट आउनु भने, सिलगढीबाट आउनुभयो भने तपाईँले यो क्यान्टिनमा निस्किनु सक्नुहुनेछ। अहिले तपाईँले यस्तो देख्नुहुनेछ। अनि भविष्यमा गएर धेरै यहाँ राम्रो कुरो बनिनेछ। गरम महिनामा यसो बसेर यहाँदेखि तल हेऱ्यौँ भ्यूहरू राम्रो देख्नेछ है। अहिले क्यान्टिन यो तरिकाको छ। इन फ्युचर गएर धेरै राम्रो बनिनेछ। बहिनीले काम गरिरहँदैछ। अलि त्यही तपाईँलाई भ्युज देखाइदिउँ भनेको थिएँ, देख्दै देखेन। अलि यहाँ रुखहरूले गर्दा तपाईँलाई यो रुखको छेउबाट पनि देखाइरहेको छु। म तपाईँलाई अलिकति जुम गरेर देखाउँछु। राम्रो देखेन। इन फ्युचरमा म तपाईँलाई देखाउनेछु है। जाँदा जाँदा यो अहिले सानो रोड छ, यसको एक्सचेन्ज भएको छैन। एक्सचेन्ज भन्छु न, बढाएको छैन। यो रोडहरू चाहिँ धेरै सानो छ। इन फ्युचरमा गएर यो रोड अब डबल पुग्ने बनिरहेको हुनेछ जस्तो लाग्दैछ। यो रोड चाहिँ म के माथि दोकानमा जाँदैछु। यहाँ आजको ब्लग चाहिँ यस्तो प्रकारको छ। मान्छेले भन्ने गर्छन् धेरै, के भने नि, मान्छेले ठुलो कुरा गर्छ, तर मान्छेको जीवनमा नि आफ्नो जीवनमा गर्नुपर्ने कुरा चाहिँ पटक्कै हुँदैन, गर्दैन है। बोल्छ एउटा, गर्छ अर्को। मान्छेले के ठुलो कुरा गर्छ, तर त्यो कुरा उनीहरूमा आइपर्छ नि, हामीमा आइपर्छ नि, त्यो कुरालाई एक्सेप्टै गर्नु सक्दैन नि। मानिलिउँ जस्तै कुरा, हामी गरिबको घरमा खानुपर्छ, हामी गरिबलाई माया गर्नुपर्छ, एउटा उदाहरण। तर नि गरिबलाई हामी एक्सेप्ट नै गर्न सक्दैन, गरिबलाई हामी अटाउनु नै सक्दैन है। आफ्नो ओछ्यानमा हामी सुधाउन कहाँ सक्छ? सबै सक्दैन नि। मानिसले भन्ने कुरा अनि मान्छेले भन्ने कुरा अर्कै हुन्छ, तर गर्नु कति गाह्रो पर्छ। अनि बोल्नुभन्दा अगाडि हामीले धेरै सोचेर बोल्नुपर्छ है साथीभाइ। बिचरा कुकुर पनि अगाडि जाँदैछ है। मेरो साथ लिएर जाँदैछ। तल चाहिँ मैले माउ रहेछ। तल चाहिँ मैले बिस्कुट पाएन है। सुनिल सरले चाहिँ पार्लेजी खान्छु भनेको थियो, पार्लेजी पाएन। 50-50 यसै कारणले गर्दा म धेरै माथि आउनु पऱ्यो। बिल्डिङहरू बनिरहेको छ, राति मैले एआई चलाएको थिएँ। सुनो म्युजिकमा मैले एउटा जिन सक्दिनँ भन्ने एउटा गीत लेखेको थिएँ। अनि मैले त्यहाँ लोड गरेको थिएँ। अनि त्यो सँगसँगै मैले दुईवटा बिस्कुट लिएर आएको छु। यो चाहिँ सुनिल सरले खान्छ है। यो चाहिँ सुनिल सरले साह्रै मन पराउनुहुन्छ अरे, यो पार्लेजी। अनि यो मेरीगोल्ड चाहिँ हाम्रो लागि, यो चाहिँ सानो पार्लेजी हाम्रो सुनिल सरले खानुहुन्छ। अनि यो मेरी हामी खान्छौँ होइन। अघि एआईको कुरा गर्दै थिएँ। एआईले साह्रो मिठो मिक्सिङहरू गरिदिँदो रहेछ। अब अलिक पछि म एआईबाट एउटा आफ्नै स्वर हाल्छु। त्यसपछि म म्युजिक माग्छु। त्यो म्युजिकले के हुँदो रहेछ पछि म त्यो गीतलाई हाल्नेछु।
सक्दिनँ भने राम्रो गरेको छ। म तपाईँहरूको बिचमा सार्वजनिक इन फ्युचर गर्नेछु है, चाँडै भन्दा पनि लाग्छ होला महिना। भिडियो पनि एआईले गर्ने रहेछ, कति खर्च लाग्छ कति लिन्छ म तपाईँहरूको बिचमा सार्वजनिक गर्नेछु। म्युजिक मलाई साह्रै मनपर्छ, किनभने म पनि धेरै पछौटे भइसकेको छु। तर अब यो समयसम्म आउँदै गर्दा तर भए पनि इन फ्युचरमा केही हुन्छ होला, कोसिस गर्नु जारी राख्नेछु है। यहाँ रुबिन सरको घर छेउतिर चाहिँ निकै बिल्डिङहरू बनिँदैछ माथि। विशेष के हो भने स्टोनलाई खनेर अब भित्र कोठा बनाउँदा पनि हुने रहेछ आइडिया लगायो भने त। यो ढुङ्गा डल्लै कटिङ गर्नु पर्दैन रहेछ। भित्रको रुम होइन, भित्रको रुम दामी हुने रहेछ यो बनाउनु सक्यो जाने भने चाहिँ नि रुमहरू ढुङ्गाभित्र निकाल्दा हुने रहेछ, टनल खोलेर रुम निकाल्दा हुने रहेछ। रुबेन सरको घर तपाईँलाई कसलाई मन पर्यो यो घर हेर्नुहोस् त।